के रहेछ बेलेन हो यो पोखरा विभागको सुरक्षा सम्बन्धी जानकारी गराउँदछौँ। हरेक फिल्ममा चढ्ने भनेर लास्टमा प्लेन उडेकै छैन आज। वेलकम मारे वेलकम मारे छोरीले वेलकम टु सुर्खेत मारे छोरीले लिन आइछ एता नानी एता हेरेको छोरो बाबाले के लिइरहेछ केटा के हो यो स्विमिङ के भन्छ रे बिना किन टिपेको फुल यता पापा जय जय गर्ने के गर्ने भन फुल जय जय गर्ने हो ल उहाँ भकै माथि लाग्ने अब बर्के दसैँ अरे बर्के दसैँ अष्टमी पूजा छेकेको अष्टमी पूजा के गरेको छोरो कुन्टी साइकल चलाएको हो मजा आछ ए कसरी चलाउँछ नानीले साइकल ओहो जाने रहेछ त तिमीले चलाउनुमा त नि भर्खर उठेर टोलाएर बसेछिन् साइकलमा ए अल्छी किन हो त्यस्तो गरेर बसेको ए के भन्छ आडेस लाएर बस्न जाने रहेछ है होइन अङ्कलकोमा पर बजार किन के भएर बोलेर ह्याप्पी दसैँ त अनि कता हुनुहुन्छ ह्याप्पी दसैँ भन्ने मान्छे दसैँको तयारी ओहो ह्याप्पी दसैँ ओ लोटे केटो नानी के भो भात पाक्यो
के भन्ला दसैँ सेल पकाउनुला रोटी होइन ए सेल बाई मिस्टेक सेल ह्याप्पी दसैँ पाक्यो सक्यो पाक्यो होइन सुकेर भ्याइदियो ए खतम आउला आऊ लिएर आऊ आऊ न आऊ उचालेर होइन के गुडाएर आऊ न गुडाएर के चलाएर आऊ पान्डा रहेछ ल छिटो लिएर आऊ गाडी लिएर जाम ल जाम जाम के हो कहाँ गयो फेरि तल नजाने के भनेको के त गाडी आयो कहाँ जाने अब यो गाडी लिएर घुम्न बुमबुममा तेल हाल्यो तेल छ गाडीमा छ बुमबुम हो ओके टिटिट हो बाबालाई लाने हो ल जामिन नि त हामी चाहिँ सुर्खेत आएको सुर्खेतको यो एयरपोर्ट पछाडिको चाहिँ अनि सुर्खेत उपत्यकादेखि चाहिँ यहाँदेखि आएर त्यहाँ आएर एउटा बेलुकी टिपेर खाएँ अर्ग्यानिक एकदम आफ्नै हातले टिपेर टक्क टिपेर खान पाइयो सधैँ किनेर खाने बानी लाग्यो यो पालि चाहिँ आफै टिपेर खान पाइयो यस्तो यस्तो अर्ग्यानिक चिज खान पाइन्छ गाउँतिर घुम्न आएपछि यो चाहिँ माथिबाट सुर्खेतको भ्याली पुरै क्लियर मजाले देख्न सक्नुहुन्छ तपाईँहरू ल हेर्नुहोस् यो बजार एरिया यो खोइ यसो हेर्दा शिलाजित जस्तो लाग्यो पुरै कालै कालै छ के अरे ढुङ्गाको पसिना आएको भन्थ्यो के अरे यही त होला नि चलो लास्ट जहाँ देखे है यहाँ पुग्यो त खन्ने फले खाने तर कहाँ छ सुकुटी त्यही भेडाको सुकुटी छ अनि त्यहाँ उठ्छ के कस्तो मजाले बसिरहेको के उड्दैन के उड्दैन नला न यसलाई ढुकुर भन्छ हेर्नुहोस् ढुकुर मजाले हातमा बसिरहेको छ कहाँ कालिज हुन्छ मजाले बसेको कि नानी के रहेछ
मोड्यो भने पनि खातामा हालेको नि घरमा घाँस कतिको भाउजू लगाउन बाख्रा भन्नु ए पेटमा घोर घाँस कतिको गरे कति रुपियाँ हो 10 रुपियाँ हो के पकाएको माम के खाने पानी परो कहाँ जानुलाई त आउनुहुन्छ के भनेको सानो आऊ ल हामी चाहिँ काँक्री बिहार आएको नानी पनि छ सेल्फी अरे भिडियो खिच्दै हुनुहुन्छ म पनि यहाँ छु है सुर्खेतमा आएर काँक्री भिर घुम्दा कस्तो लाग्यो त एकदम रमाइलो लागिरहेछ हो तिमी त आएर एकचोटि गइसक्यो भाउजूलाई चाहिँ कस्तो लाग्यो एकदम रमाइलो लागिरहेछ हामी चाहिँ 4-5 जना घुम्न आएको ठुलो मम्मी र नानी पनि हटट ताना न यहाँबाट माथि पुग्नु अब तानै सर्छ ए हेर्दा केही छैन नि प्लास्टिक जिउला रेडी हो बिजुली त छैन त्यहाँ होइन सकिन्न के हो त्यो म्याडम नमस्ते सर हजुर भन्नुहोस् म सर हो कि को के सेवा भन्नु हो हजुरले मलाई म्याडम भने चाहिँ मलाई सर त भन्नु पर्यो छाताभित्र बसेको तिमी लट्ठी टेकेर हो आऊ ए नानीले आई लभ यु हो ओके नानीलाई आई लभ यु भनेको अरे ल बुलबुलेमा आएर नानी मजा आयो ह्याप्पी ए उही गर्ने हो गीत गाइदियो ल गीत गाइदियो ल हामी चाहिँ घुम्न आएको हाई र मजा छ ल ऊ तल जामा अब अक्क खेल्ने आऊ नानी ह्याप्पी ए घुमाइदे मम्मा हेलो नानी ह्याप्पी घुमेन त घुमोस् है रिङ्गटा लाग्छ होइन यस्तोमा हामी नखेल्ने भएर त्यो फन पार्कमा घुमाउँदै थियो घुमाएर हजुर के रहेछ नानी टाइगर होइन यो त एलिफेन्ट हो नि त एलिफेन्ट हो के हेरेको पानी
देउपाले हामी चाहिँ कहाँ जानु लाग्यो भन्नु त भेरी हामी भेरीतिर घुम्न जानु भेरीतिर घुम्न जानु लाग्यो एकपटक फेरि नआउने भयो यो अमिलो बनाउने मान्छे सुगर फेरि अमिलो खाँदै हुन्छ हामी चाहिँ खानलाई कुरेर बस्यो यो कोकको थोरै भएर ल्याउने मान्छे के गर्यो तिमीहरू बहिनी सुत्न गइसक्यो अमिलो खान लाग्यो अमिलो हो नानी अमिलो सधैँ खाने खतरा देखिया त यो छेपाहरू त के छ सोनिया ओ केटा आमाले काम गरे हुनुहुन्छ सरसफाइ